साथीहरू म चाहिँ आमालाई नक्कली बनाइदिउँ मालिनी बनाइदिउँ भनेको यी कपाल फुलेर सेतै भएको रहेछ कि बोजूको अन्त सिङ्गार पेटार गरिदिँदैछु है राम्री भएर के गर्ने आमा राम्री भएर बिहा गर्नुपर्छ कि पिक्चरमा खेल्न जानुपर्छ हिरोइन ए मालिनी हुने है हिरोइन खेल्नु लु है के गर्नु परेको यस्तो बुढेसकाल म त बुढेसकालै नभए फुलेको छ झन् कति लाउनुपर्छ जो चाहिँ हाम्रो आमालाई सिँगारेर चाहिँ एउटा रिल्स बनाइदिउँ भनेको साथीहरू भुँडीमा बाँधेर लाटेर त देख्छ सिँगार पेटार ल साथीहरू सेतो छ त लाउँदा कालो हुन्छ सुत्दा है असल त मलाई त बुहारी यो यस्तो लाउँदा पनि त्यसमा घाउ पो हुन्छ घाउ त्यस्तो खोक्काको होइन आजै त निस्किँदैन एक दुई दिनदेखि घाउ निस्किन थाल्छ म बेसी नपखालेर पनि होला जान्छ भनेर पखाल्दिनँ नि त बेसी ए त्यही भएर त अन्त यो राख्नु चाहिँ आधी घन्टा राख्नु कि ट्याङ त के को होला मजाले स्याम्पू लाएर पखाल्नुपर्छ नि तब पो हुन्छ त म त कालो जान्छ भन्यो हो अलिअलि साबुन नलाइकन पखाल्यो आज चाहिँ पखाल्दा मात्रै गऱ्यो अन्त भोलिपल्ट फेरि स्याम्पू लाएर भइहाल्नुपर्छ नि अझै मजाले नुहाउँदा पनि हुन्छ लु है साथीहरू अहिले राम्रै भएर देखाउँछु ल म